एक दिनमा भने थिएँ एआई चाहिँ एक दिन यस्तो हुन्छ कि विद्यार्थीहरू टिचरको टिचर भइहाल्छन्। अहिले धेरै केसहरू आइरहेछ, त्यो होमवर्कहरू र केही असेसमेन्टहरू केही रिपोर्ट तयार गर्न पर्यो भने एआईको युज गरेर लान्छन्, टिचरहरू थाहै पाउँदैनन्। अनि त्यो चाहिँ पछि केही उसबाट रिसर्च गरेर अथवा कलेजकै केही प्रोफेसरहरूबाट चाहिँ खुल्न आएको केसहरू धेरै छ। त्यही भएर टिचरहरूलाई एआई एटलिस्ट एआई के गर्छ, कतिसम्म गर्छ र एआई खास हो के, यसको कन्सेप्ट चाहिँ बुझ्न एकदम इम्पोर्टेन्ट छ। त्यही भएर टिचरहरूको लागि म चाहिँ एउटा 5 डेज क्लास हो, तर त्यसलाई आवर्सहरू बढाएर 2 दिन फ्राइडे र सटरडे गरेर क्लासहरू चलाछु हैन, टिचर साथीहरूको लागि। त्यसमा चाहिँ मैले खास त्यो टिचिङलाई इफेक्टिभ बनाउन, टिचिङमा चाहिँ हामीले युज गर्ने लेसन प्लानहरू, अनि त्यसपछि टिचिङमा त्यो स्टुडेन्टहरूलाई धेरै टाइपका क्वेसनहरू र क्लासरुमको एक्टिभिटिजहरू, अनि केही चाहिँ त्यस्तो साइन्सहरूको जुन प्र्याक्टिकलहरू हुन्छ र साइन्समा अरू एक्सप्लेन गर्ने कुराहरूलाई कसरी इफेक्टिभ तरिकाले गर्न सकिन्छ, कसरी चाहिँ विभिन्न एक्टिभिटिजहरूबाट गराउन सकिन्छ। त्यसपछि चाहिँ म्याथमेटिक्सहरूमा त्यसलाई कुनै गाह्रोभन्दा गाह्रो म्याथमेटिक्सलाई सजिलै इजी तरिकाले कुनै पनि लेभलको, जस्तै 8 को उसमा चाहिँ विद्यार्थी कुनै एकदम कमजोर विद्यार्थीलाई पनि कसरी एकदम राम्ररी एकदम उसले बुझ्ने तरिकाले बुझाउन सकिन्छ। एआई को हेल्पले चाहिँ कुनै पनि एकदम डिफिकल्ट लेसनहरूलाई एकदम सजिलै प्र्याक्टिकल्ली र विभिन्न मेथडहरूबाट कसरी गर्न सकिन्छ। अनि त्यसपछि एआईबाट विभिन्न टाइपको जेनेरेट गर्नुपर्ने कुराहरू, सर्ट भिडियोहरू जेनेरेट गर्न सकिने, त्यसलाई क्लासरुममा चाहिँ प्ले गरेर सजिलो बनाउन सक्ने र अलिकति रमाइलो गरेर इफेक्टिभ बनाउन सक्ने टाइपको धेरै एआईमा धेरै फिचरहरू छ। तर एटलिस्ट टिचरहरूको लागि कतिको इम्पोर्टेन्ट के छ त्यो चाहिँ मैले सर्टमा एउटा चाहिँ त्यसको सिलेबस बनाएको छु। त्यसलाई 2 दिनमा फ्राइडे र सटरडे गरेर लगभग 8 देखि 10 घण्टामा गर्न सकिन्छ र टिचरहरू एटलिस्ट त्यसबाट अवेर हुन सक्नुहुन्छ कि त्यो कुनै पनि होमवर्कहरू, कुनै पनि प्रिपरेसनहरू स्टुडेन्टले कसरी गर्यो के गर्यो, एउटा चाहिँ त्यसबाट आफै अवेर हुन सकिन्छ। त्यही भएर इट्स सो इम्पोर्टेन्ट। सो if you are interested, you can my motive is not to earn money but to make them aware of AI. So यदि तपाईं इन्ट्रेस्टेड हुनुहुन्छ भने कन्ट्याक्ट गर्नुस्, अनि म चाहिँ फ्राइडे सटरडे गरेर 2 दिनको ट्रेनिङ दिन्छु। अनि हामी चाहिँ पुरा गरेर त्यसको लागि चाहिँ कति के चार्जहरू कतिको उचित हुन्छ त्यो चाहिँ